हुने भम थो ज्याजोई मुपा नेपाल कम्युनिस्ट पार्टी या नयाँ बाजु कमरेड प्रचण्ड पुष्पकमल दाहाल अथि थो ज्याजोई नायो लक्ष्मीदास मानन्दर अरे आदरणीय पदमदाई नेकपा नेता वरिष्ठ नेता वामदेव गौतमज्यू वरिष्ठ अधिवक्ता पूर्व सभामुख दमनदाई अथि मल्लके सुन्दरज्यू पूर्व शान्ति मन्त्री जनार्दन शर्मा आदरणीय गणेश दाई अले नरेशवीर साक्यज्यू फुकसित लसको छ अले थिथि फुक थन ज्यादियो म व्यक्तित्व विभिन्न क्षेत्रीय पास्मित जोजलपा अभिवादन आजको यस कार्यक्रमका अध्यक्ष हाम्रो पूर्व माननीय पनि हुनुहुन्छ र लक्ष्मीदास मानन्दर साउ लक्ष्मीदास मानन्दरज्यू प्रमुख अतिथि आदरणीय नेकपाका अध्यक्ष शान्ति प्रक्रियाका दुई कमान्डर मध्येका एक मुख्य कमान्डर र आदरणीय दमनदाई वरिष्ठ नेता नेपाल कम्युनिस्ट पार्टीका वरिष्ठ नेता हाम्रो वामदेव गौतम त्यसै शान्ति मन्त्री जनार्दन शर्मा नरेशवीरजी मल्लकी सुन्दरज्यू गणेश दाई लगायत आजको यस कार्यक्रममा उपस्थित हुनुभएका सम्पूर्ण व्यक्तित्वहरू अतिथिगणहरू पत्रकार महोदय लगायतका विविध क्षेत्रबाट उपस्थित हुनुभएका सम्पूर्ण अतिथिगणहरूलाई आयोजक समितिको तर्फबाट म हार्दिक स्वागत तथा अभिवादन टक्राउन चाहन्छु। मैले यहाँनिर पदमदाईको बारेमा चर्चा गरिरहनु पर्दैन। पदमदाईलाई हामीले उहाँको व्यक्तित्व, उहाँको भूमिका र उहाँ अहिलेसम्म उहाँले निर्वाह गर्दै आउनुभएको जुन उहाँको नेपालको आमूल परिवर्तन र नेपाल जनताको जीवन परिवर्तन र राजनीतिक आरोह र अवरोहको बारेमा मैले यहाँ धेरै लामो चर्चा गरिरहनु पर्दैन। पद्मरत्न दाई यस्तो एउटा व्यक्तित्व हुनुहुन्छ जो उहाँ व्यक्ति होइन। उहाँको बारेमा हामीले धेरै चर्चा गर्न पनि उहाँको बारेमा चर्चा गर्दा उहाँको मनमा कता कता त्यो चर्चा नपुगेको फिल हुन सक्छ। किन भन्दाखेरि कि हामीले नेपालको शान्ति प्रक्रिया, नेपालको 70 वर्षको लडाईँमा त्यसपछि पनि हामीले 2007 साल यता 17 साल यता र बहुदल र 62 को जनआन्दोलन र 10 वर्षीय जनआन्दोलनको बीचमा पदमदाईले जुन किसिमको पञ्चायती निरङ्कुश विरुद्ध उहाँले खेल्दै आएको भूमिका र बहुदलको बीचमा उहाँले दृष्टान्त, उहाँले दिनुभएका विचारहरू र नेपालको भाषा आन्दोलनमा उहाँले पुर्याउनु भएको योगदान, त्यस्तै गरिकन चाहे कला क्षेत्रमा होस्, चाहे नाट्य उहाँहरूको यो ख्याल भन्छ हाम्रो नेवारीमा, मतलब चाहिँ हास्य क्षेत्रमा होस्, उहाँको कलम र उहाँले खेल्दै आउनुभएको भूमिका वास्तवमा भन्ने हो भने हामीले धेरै चर्चा गर्न पर्दैन, किन आजको समयले भ्याउँदैन पनि। त्यसकारणले खालि संक्षिप्तमा पदमदाई के हो त, वास्तवमा पदमदाईलाई हामीले कसरी बुझ्ने, कुन कोणबाट बुझ्ने भन्ने सन्दर्भमा विभिन्न उहाँको आगामी 30 गते हुन गइरहेको अन्तिम जुन एउटा हाम्रो नेवारीमा जुन 77 वर्ष 77 महिना दिन गढी पला त्यो संयोगको सन्दर्भमा जङ्गो भन्छौँ र अर्को चाहिँ के छ भन्दाखेरि आर्यन संस्कृतिमा भन्ने हो भने 84 जुन प्रचलनमा छ त्यसको सन्दर्भमा विविध कार्यक्रमहरू जुन मनाइरहेका छौँ। किन मनाइरहेका छौँ? एउटा व्यक्तिको बारेमा तपाईहरुले यो मनाउनु पर्ने कारण के हो भन्ने म यहाँ चर्चा गर्नुपर्दा पदमदाई वास्तवमा
उहाँ व्यक्ति होइन, उहाँ एउटा संस्था हो। नेवार जातिको मात्रै नभएर उहाँ नेपालको राजनीतिक परिवर्तनको एउटा धरोहर हो। नेपालको सङ्घर्षको इतिहासमा नेवार जातिले खेल्दै आएको भूमिका भुवनलाल प्रधानको जनक्रान्तिको किताब मात्रै होइन, आज हाम्रो अगाडि पद्मरत्न दाइ अगाडि उभिनु भएको छ। त्यसकारणले यो मर्मका साथ शान्ति प्रक्रियामा पदम दाइले के भूमिका खेल्नुभयो? 10 वर्षे जनयुद्ध सुरु हुनुभन्दा अगाडि 42 सालमा जनपक्षीय उम्मेदवार भएर के भूमिका खेल्नुभयो? पञ्चायती निरङ्कुशताको विरुद्ध उहाँ कसरी जेल जानु र पञ्चायती निरङ्कुशताको लागि ढाल्नको लागि बहुदलीय स्थापनाको लागि उहाँले कस्तो भूमिका खेल्नुभयो? त्यति मात्रै नभएर 10 वर्षको जनयुद्धमा हाम्रो श्रद्धेय अध्यक्ष कमरेड प्रचण्ड यही हुनुहुन्छ र पदम दाइको कतिपय घटनाक्रममा म आफै उपस्थित छु। अध्यक्ष कमरेडसँग उहाँको छलफल हुने क्रममा पनि। त्यसकारणले मैले अहिले यो स्वागत मन्तव्यको क्रममा पदम दाइलाई कुन कोणबाट पदम दाइको यो कार्यक्रममा मैले सम्पूर्ण अतिथिगण र यहाँ उपस्थित हुनुभएका व्यक्तित्वहरूलाई मैले कुन अर्थमा कसरी मैले स्वागत गरौँ, वास्तवमा अत्यन्तै यो भित्र हृदयदेखि नै पदम दाइको व्यक्तित्वको चर्चा गरेर यहाँ पूर्णता हुन सक्दैन। त्यसैले मैले 2-3वटा विषयवस्तुलाई चर्चा गरेर आफ्नो मन्तव्य अन्त्य गर्न, स्वागत मन्तव्य अन्त्य गर्न चाहन्छु कि पदम दाइले सबभन्दा पदम दाइको पहिलो भूमिका भनेको शान्ति प्रक्रियाभन्दा अगाडि हामी निरङ्कुशताको विरुद्ध लड्ने, हामी युवाहरू निरङ्कुशताको विरुद्ध लड्ने व्यक्तित्वहरू, जनताहरू, श्रमिकहरू, गरिबहरू, किसानहरू, उहाँले के विचार दिनु भने उहाँले सबभन्दा पहिला निरङ्कुशताको विरुद्ध लड्दा हामीलाई एउटा चेतना दिनुभयो कि उसँग सम्झौताहीन ढङ्गले सङ्घर्ष गर्नुपर्छ भनेर। कुनै अमुक पार्टीको ठुलो नेता त होइन पदम दाइ, तर आम जनताको नेता निश्चित रूपमा हुनुभयो। उहाँ हरेक जनताको मुटुको ढुकढुकी हुनुभयो। 42 सालको जनपक्षीय उम्मेदवार हुँदा उहाँले व्यक्त गरेका विचारले हामी लाखौँ युवाहरू उहाँले उठाउनु। बहुदल, वास्तवमा भन्ने बहुदल काठमाडौँबाट सफल भएको, काठमाडौँका जनताले बहुदललाई सफल पारेको। चैत 24 गते तपाईँहरूले हेर्ने हौँ भने नेपाल विशेष गरी काठमाडौँ उपत्यकाको जनता कसरी उर्लिदो बेलको रूपमा आयो, त्यसमा निरङ्कुशताले घोडा टेक्यो। पदम दाइको चेतना हो त्यो, पदम दाइको उत्सर्ग हो त्यो, काठमाडौँका जनतालाई दिएको उहाँहरूले दिएको राजनीति थियो। 52 साल यता यहाँ तत्त विषयका थुप्रै राजनीतिक पार्टीहरू, संसदवादी राजनीतिक पार्टीहरू, वैचारिक राजनीतिक ध्रुवीकरण हाम्रो अध्यक्ष कमरेड प्रचण्ड नेतृत्वमा जुन जनयुद्ध सुरु भयो, सुरु हुँदादेखि नै वास्तवमा पदम दाइलाई एउटा चिन्ता थियो, यो क्रान्तिलाई, यो युद्धलाई कसरी सफल पार्ने। 54 सालमा जब अध्यक्ष कमरेड उपत्यकामा छिर्नु भएको थियो, त्यो बेलामा मैले पदम दाइका लगेर गएको थिएँ। त्यो पदम दाइलाई थाहा छ, अध्यक्ष कमरेड यहीँ छ, तर पदम दाइले निर्धक्क साथ उहाँले हाम्रो अध्यक्ष कमरेडसँग लामो छलफल वार्ता। यिनै कुराहरू धेरै निरन्तर नेपालको परिवर्तनमा, नेपाली जनताको जीवन परिवर्तनमा पदम दाइले आन्तरिक बाह्य सबै खाले भूमिका खेल्नुभयो। आज हामीले प्राप्त गर्यौँ गणतन्त्र, धर्मनिरपेक्ष, समानुपातिक, समावेशी लगायतका जुन यो स्वतन्त्रता, जुन एउटा गौरव र जनयुद्धको एउटा उचाइमा शान्ति प्रक्रिया, हामीले निष्कर्षका साथ आज हामीले नयाँ संविधान निर्माण र 2-2वटा चुनावहरू सम्पन्न र अहिले हामीले नेपाल कम्युनिस्ट पार्टीले 2/3 जुन जनमत प्राप्त गरेको छ, हजारौँ अंशमध्ये पदम दाइको एउटा अंश त्यहाँ स्वामित्व छ। त्यो स्वामित्व पदम दाइको पनि हो, त्यो पदम दाइको योगदानको स्वामित्व हो। त्यसकारणले म अन्तमा के भन्न चाहन्छु भने यी 12 बुँदे सम्झौता पछि नेपालको राजनीतिक समीकरण जुन रूपमा परिवर्तन भयो,
र शान्ति सम्झौतामा निरन्तर दमन दाई हुनुहुन्छ, पद्मरत्न दाई हुनुहुन्छ, हाम्रो अध्यक्ष कमरेडी हुनुहुन्छ कि शान्ति प्रक्रियालाई ठिक ढङ्गले निष्कर्षमा पुर्याउन पदम दाईको जुन योगदान रह्यो र पदम दाईलाई हामीले मानवाधिकारवादी अब एउटा नेवार जातिको नेता मात्रै नभएर सिङ्गो यो देशको परिवर्तनको पक्षमा पदम दाईको भूमिका अत्यन्तै महान, गौरवपूर्ण र अत्यन्तै ऐतिहासिक छ। त्यसैले आदरणीय आजका प्रमुख अतिथि हाम्रा नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पूर्व प्रधानमन्त्रीज्यू जो हाम्रो मुख्य आजको प्रमुख पाहुनाको रूपमा हामीले आमन्त्रण गरेका छौँ र यो आजको कार्यक्रम विविध कारणले गर्दा अलिकता बोलावट निमन्त्रणा गरेका साथीहरू नआए पनि तपाईँ हामीहरूले सन्देश पुर्याउँछौँ र यो शान्ति प्रक्रियाले सद्भाव र नेपालको 240 वर्षको राजतन्त्रको अन्त्यसाथ अब हामीले प्रतीक्षा गरौँ। अब त्यसको विकल्पको एउटा सशक्त नेतृत्व यो निर्दित देशले जन्माओस्, पदम दाईको त्यो ध्येय छ। यिनै कुरा राख्दै म सबैलाई फेरि प्रमुख अतिथिज्यू लगायत हाम्रा सम्पूर्ण उपस्थित व्यक्तित्वहरू र व्यासमा रहनुभएका सम्पूर्ण अतिथिगणहरूलाई पुनः आयोजक समितिको तर्फबाट स्वागत गर्दै म बिदा चाहन्छु। धन्यवाद। धन्यवाद।